यो किरालाई कसले चिन्नुहुन्छ? यो चाहिँ हरियो परियोमा पाइन्छ अलैँची, मकैतिर पनि हुन्छ। अन्त यहाँ जङ्गलमा पनि रहेछ है। अब चाहिँ यो घर घरमा केराको बोट अलैँचीहरू छ भने चाहिँ पत्ता सबै खाइदिन्छ। अन्त यसले चाहिँ झन्डै चिलेको मलाई। यो चाहिँ हातमा लाग्यो भने चाहिँ है देख्दैन, हरियो कलर भएकोले एकदम टिटी सिस्नुले चिलेको जस्तो चिलेपछि चाहिँ थाहा पाउँछ। यसलाई चाहिँ हरियो बिच्छी भन्छ है। हामी चाहिँ यहाँ हेर्नुहोस् यसले खाएको पत्ताहरू यिनीहरू खोइ कहाँ गयो। यो पत्ताहरू सबै यसले खाएको है। यो पातहरू है यसरी खान्छ यसले त डल्लै खान्छ। र यो किराको यो सानो सानो बच्चाहरू रहेछ। यो बडो पनि हुन्छ है। यहाँनिर एकदमै लस गरेर छ नि त। अन्त यसो म चाहिँ भिडियो बनाउनु मन लागेर भिडियो बनाइदिएको नि। पुरा लस्करै हिँड्दो रहेछ रेलगाडी जस्तै। अब आँगै जिरिङ्ग भयो। कस्तो यसले मलाई चिलेन हौ। यत्रो पात खाँदै रहेछ राक्षसहरूले।